आजदेखि मैले मिलमा आफ्नो नयाँ कुरा एड गरेको छु, यो पेन्टोलाको हाई प्रोटिन ओट्स विथ सी। यो मेरो फर्स्ट टाइम ट्राई गरेको चकलेट फ्लेभरको पेन्टोला हाई प्रोटिन ओट्स। मेजर गरेर नै 100 ग्राम्स। मलाई 100 ग्राम एकदमै बढी हुन्छ, म 50 ग्राम जति मात्रै निकाल्छु अहिले। दुध अलरेडी पाकिसकेछ, म दुधमा राख्छु। सिम्पल सुन मिल्छ क्या, देन म हजुरलाई डाइरेक्ट सिममा राख्छु। It tastes good. सो बेसिकल्ली मलाई आफ्नो अडियो म्युट गर्नु पऱ्यो, किनभने ब्याकग्राउन्डमा चाहिँ म्युजिकहरू बजेको थियो जसले गर्दा कपिराइट स्ट्राइक आउने चान्सेसहरू हुन्थ्यो। आजको चेस्ट एन्ड ट्राइसेप वर्कआउटमा मैले गरेँ डम्बेल प्रेसको 3 सेट, पेग डेड फ्लाईको 3 सेट, त्यसपछि केबल फ्लाईको 3 सेट, लास्टमा हल्का चेस्ट प्रेसको 2 सेट। त्यस्तै गरी ट्राइसेपको लागि मैले गरेँ रोप पुश डाउनको 3 सेट अनि केबल ओभरहेड एक्सटेन्सनको 3 सेट। अनि मैले जिममा के नोटिस गर्छु भन्दा अलमोस्ट मान्छेहरूले के गर्छ भन्दा चेस्टको वर्कआउट गर्ने बेला 6-7 वटा 8-9 वटा सेट्स गर्छ डिफ्रेन्ट भेरिएसनको, जस्तै इन्क्लाइन बेन्च प्रेस गर्छ, फेरि फ्ल्याट बेन्च प्रेस, फेरि डिक्लाइनमा गर्छ, केबल फ्लाईमा लोअर चेस्ट गर्छ, अप्पर चेस्ट गर्छ, पेग डेड फ्लाई गर्छ, फेरि चेस्ट प्रेस गर्छ। हाम्रो ब्याकको कम्पेरिजनमा चेस्ट एकदमै सानो ठिक्कको मसल हो कि, जसलाई हामीले 3-4 सेट्स लगाए पुग्छ कि, त्यति धेरै 6-7 वटा 8-9 वटा गर्नै पर्दैन। चेस्टको गरेर बाइसेप फ्लेक्स हालिरहेको गाडी गरेर आउनु, भोलि कति बजी आउनु? 4 बजी आउने बाद 2 बजी